हामी अब दाउरा निकाल्दै काट्दै गएको अब कतिखेर पुगिन्छ अब यहाँदेखि त्यस्तै 10 मिनेटमा दाउरा भएको ठाउँ पुगिन्छ ठिकै छ केही छैन ल हामी चाहिँ अब दाउरा भएको ठाउँमा आइपुगेछौँ र यो दाउरा निकाल्नु पर्ने माथि हुनुहुन्छ एकजना दाइ चाहिँ अब म पनि त्यतै जान्छु ल ल ल दाउरा त अब झार्नु परिहाल्यो नि यस्तो भिड छ बाटो अप्ठ्यारो छ ठिक छ अहिले झार्दै जानुपर्छ ल हामी चाहिँ अब दाउरा निकाल्ने प्रोसेस भइरहेछ सुकेको भए पनि दाउरा त बाल्नु पर्यो भिड यहाँ एकदमै ठुलो छ सिस्नो सिस्नो पनि छ अरे यहाँ यसले चिल्यो भन्दा फेरि बाउको बे देखाइदिनु मान्छे मर्छ है पुरै अब चाहिँ हामीले 2 घन्टाको मेहनत पछाडि एकछिन यहाँ तल छ कसैले लगेको छैन अब यहाँ दाइले चाहिँ पुरै दाउरा हानेको छ अब गएर तल गएर पानी खानुपर्छ डिउ ल ल चाहिँ हामीले जङ्गलको बिचमा पुऱ्याएछौँ यताको बाटो यस्तै छ बाटो जोडी गाडी यहाँ चाहिँ 29 छ जङ्गलको बिचमा हिँडै भइरहेछ पुरै जङ्गल है चारतिर जङ्गल म एकजना पर एकजना हुनुहुन्छ म यहाँ छु परेछ त खोला चाहिँ एकदमै धमिलो लिखु खोला ठ्याक्कै चाहिँ अब रामेछाप र सोलुखुम्बुको सिमाना छुट्याउने ठुलो यो आज चाहिँ यति हामीले जिलाइसक्यौँ अब यति जिलाउन बाँकी छ यसलाई चाहिँ यहाँ कता यसलाई चाहिँ करेला भन्छ अरे करेला त अलिक ठुल्ठुलो हुनुपर्ने हो यहाँ हामी ट्याक्क जिलाइरहेको छौँ यो त सानो कलिलो त काँचै खानुपर्छ यो काँचो खानु सानो सानो चाहिँ मुसा जत्रो रहेछ है अब हामी ट्याक्क अब गेम हेर्दै हावा खाँदै पोखरा एभरेन्जर भर्सेस
जनकपुर ट्याक्क होइन यहाँ राखेर यता रुम छ सुमित छक्का There he goes at the stumps. That's exactly where Douthwaite wants the ball. Yeah. He'll just keep swinging at you. If you bowl it into that hitting zone, you need to keep the ball away from the big right-hander. Huh? दुईजना कस्तो टल्किँदो रहेछ यार त्यो उयो त तपाईँको यो त यो लास्टै टल्किँदो रहेछ ट्याक्क यताको भ्यू हेर्दै होइन उसले जित्छ होला जनकपुरले हान्छ जस्तो छ यताको जस्तो भ्यू देखाउँछ त हौ अनि यही त हो त नि लाइभ भइरहेछ यही हो क्या कसम यस्तै भ्यू देखाइरहेछ यहाँ बौद्ध पनि छ है बौद्धदेखि भ्यू छ अब यस्तो छ यस्तै छ खेल राति पनि हेर है यति क्रिकेट क्रेजी हो तपाईँ पनि हिजो कतिको टार्गेट दिएको थियो विराटनगरले 157 हिजो पनि खेलेको थियो विराटनगर आज पनि खेलिरहेको छ अब 100 यो त राम्रै हो अब यस्तो हेड पनि थियो बाइक किनेको 15 दिनमा यति चलाएर हिँड्नु भनेपछि अनि सजिलो हो त अनि अब हेलमेट पनि खतरा छ नि भाइको गाडी आउँदैछ भने त रोक्यो भाइ छैन अब यसले सरलाई किन्यो भने क्या चोला घरको बढाउनु छ यो भाइले बेला आउँछ स्कटिङ गरे जस्तो हामीले अब पछाडि चलाइरहेको छौँ है ल कान्छा खाडा खोलासम्म कोर्सीको उरालो हिँड्यो है अब तर अलिक चिक्कले कुदाइरहेको है उसले जति भने यति नै हो क्या ब्यालेन्स सुरुमा सिकेको त कम्फर्टले कुदाइरहेको क्या कम्फर्टेबलले कुदाइरहेको छ त अनि खुट्टा नझारिकन बाइक ल्याएको 15 दिनमै सुनार राई हो सुनार राई त्यस्तो सुनार राई हो बिस्तारै हाम्रो अलैँची घारी यस्तो छ कि गाउँपालिका यो चाहिँ वार्ड नम्बर 2 पर्छ हाम्रो यहाँ घोरल बस्ने ठाउँ पनि छ क्यामेराम्यानले क्यामेरा हल्लायो धेरै रक्सी भएछ क्या यो रक्सी भएछ अरे भन्ने चाहिँ काटेँ बनाउनु पर्ने बस गङ्गेले हरन लाएर गयो त्यो भाइको त उयो अहिले छैन रहेछ होइन नि त टाइट भइरहेको तिम्रो पनि यहाँ त्यो ऊ मिलाउ क्या त्यो के अरे आफू अगाडि आउने अनि त्यो अगाडि उता अगाडि हुने त्यो अनमोलले जस्तो हामी अहिले चौलाखर्कको एरियामा इन भइरहेछ हाम्रो एरिया काटेर त्यो भाइलाई हामीले सपोर्ट गर्दै होइन मान्छेले रन काएर कुदाउँदैछ हामी आज भएर धुलोडा आएको हामी आज भरे 10-11 बजीसम्मको लागि बाहिर निस्केको हो धुमधाम कोही बेला घुम्नु पऱ्यो नि भएन घुम्ने साथीहरू भयो भने त निस्किहाल्ने थियो त अब फेरि बाटोले यसो भाइ गिता लगिरहेको छ क्या डिल्डीले हाल्दै छ उसले अनि मजाले चलाइरहेको छ मैले भनेर अन्त चलाइरहेको गर्नु लामो गर्नु न लामो भगिहाल्यो नि
पक्का अनि सिनहरू पनि देखाउँछु किनहरू देखाउनु अगाडि मेरो राइडर मेरो ड्राइभर यो पारी देखेको चाहिँ हाम्रो एरिया है गाई छ फेरि यो पारी देखेको चाहिँ उमाकुण्ड गाउँपालिका पर्छ है पर उमाकुण्ड गाउँपालिका बाम्ती भण्डार घाँसथली रामेछाप पर्छ बिस्तारै बिस्तारै उता पऱ्यो भाइले भर्खाले ओह्रालोमा चाहिँ ठिक भइहाल्छ त्यस्तो फटाफट बाटो ल्याएको 15 दिनमै हामीले स्कटिङ गरेको छ अगाडि भाइलाई भाइले कुदाएको हो टायर सायर खुइलिसकेको छ त अनि टायर चेन्ज गर्नुपर्ने छ टायर त अब कति चेन्ज गर्छ पक्कै उता गयो भनेर सोचेको होला नि उसले चाहिँ जङ्गेले चाहिँ त्यही छ अब ठ्याक्क हामी दुईजनाकै यसो गरेर अगाडि लग्यो भने दुईजनाकै फोटो यहाँ आउँछ क्या हिमगङ्गा अगाडि आइसक्यो के रहेछ क्यान्टिन स्यान्टिन बनाएको रहेछ त यार के पर हिमगङ्गा आज त्यही भएर अनि मलाई साफ अनि दुःख दियो नि त भन्ने कुरा गऱ्यो अनि त्यो कुरा बुझ्यो भने सर भन्ने त्यो मन चुप लाग्यो लुगाहरू त त्यो लुगाहरू भोलि शनिबार भन्ने लाग्छ मान्छेले यहाँ चाहिँ हाँस्छ होला है हँ मान्छेले यहाँ चाहिँ हाँस्छ होला है मान्छे ज्यादै काटेर तपाईँ झर्नुहुन्छ है कान्छा पनि स्पोर्ट भइसकेको छ म चाहिँ होइन मोबाइल चाहिँ झर्छ तल घुम्तिर सुर्ती किन्नु गर्नु छ फेरि गाडीले त्यो अगाडि बिस्तारै हुन्छ ल हिँड न हामी तल किन्दै गर्नु किन्दै गर्नु बिस्तारै आउला हाम्रो मन्दिर त्यो ज्ञानेन्द्र मन्दिर लड्दैन यता त बिस्तारै आइज भन्छ तलबाट फेरि अगाडि लाएर जाने अनि एउटा गोपो हान्न तान्यो अनि गोपो हान्न पालिका मन्दिर मुद्रै हिँड्दैछन् ज्ञानेन्द्र मोड आउनु लाग्यो हामी त्यहाँ गएर यसो नस्ता भन्दा नि यसो च्याटाक्स हानेर एउटा डिउ किनेर सानो डिउ खाएर जाने हो चिसोको बेलामा चुरोट त बोकिरहेछ हामी आज आफ्नै तालमा हो अघि दिएको पैसा त्यो हरिचन्द्रले बिस्तारै बुझाउँदा नि हुन्छ छाडो खोला खोलाउनु कति मिनट होला अब लाग्दैन यहाँबाट कान्छा बाइकमा आउँदैछ
यहाँ भेटाउँदैन, तेर्सोमा भेटाउँछ, तेर्सोमा भेटाउँछ। म त्यहाँ गएर हेरेर आउनु तँ गएर घुम्तीमा रोक्न त। यो गाडी जाँदैछ र कान्छा पछाडि आउँदैछ। म कान्छालाई हेर्न आउँदैछु। कान्छाले बाइक ल्याएछ कि क्या? जानु जानु आउँदैछ क्या त्यो बाइक भर्खर निकालेको। आयो भाइ, भाइ आउँदैछ क्या त्यहाँ सिकार। एकछिन बस्छ तिमी त्यही होइन, हाम्रै भलाको। आउनु आउनु तपाईँ जानु। कान्छा तपाईँ तिमी बस्यो तिमी। हाम्रो कान्छा ऊ त्यहाँ बसिरहेको छ। यो गाडी गएपछि मात्रै आऊ है। ल हाम्रो राजा बिस्तारै आउँदैछ। तेल बचाएको? अरे तेरी त ऊ यहाँनिर त्यो उयो के अरे सरकारी बाइक ऊ यहाँनिर लडायो नि त्यसले। लु हिँड ऊ त्यो दाइ त्यहाँ छ पर घुम्थ्यो त्यहाँ गएर ऊ दिउ खाउँ अनि बिस्तारै जाउँ। सरकारी बाइक देखेर अरे मारेछ मान। हिँड हिँड ल। कतिखेर जानु त त्यो? बोलाउनु पर्छ क्या, किन अर्काउने होला कान्छा सानो एउटा हेर। के छ बल्छी दाइ? बल्छी दाइ हेरे क्या तपाईँको नाम? बल्छी दाइ यहाँ हेर्ने। बल्छी दाइले कत्रो पार्नुभयो त अनि? आधा त होइन, हेरौँ। छैन छैन त्यही होला। दुईवटा त अनि गतिलो गतिलो छ त हेर। अलि यताले यहाँ उम्केला नि फेरि। यो साँच्चै यत्रो त असलाहरू यत्रो ठुलो हुँदो रहेछ है। यो पनि गतिलो यत्रो हुन्छ। हो कत्रो हुन्छ अरे भाइ? त्यत्रो हुँदैन होला। छेपारी जस्तो तर हुन्छ। अस्ति आउने मारेको मार मैले मारेको असला पनि ठुलो हुन्छ भन्ने कुरा थाहा भयो अब। ए ल ल ल पर्दैन। धेर मोटोहरू पनि काम छैन। म मोटो छु। आज बल्छी दाइले आज चाहिँ बल्छी निकाले जस्तो गरे। जय बदन गरी ल ल चित्र दाइले कुदाउँ। ए क्लोज तान्नुपर्छ र भन्छ त होइन के हो? लडाउने विचार छ क्या बाइक? कहाँ स्टार्ट नगरी कसरी छोड्नु? ठेल्दिउँ ठेल्दिउँ। ठेला कान्छ अलिकति होइन बुढाले कुदाउँछ। ल हाम्रो यहाँ चित्र दाइ चाहिँ बाइक कुदाउँछु भन्दैछ। ए अँ त्यो चाहिँ यहाँ उल्टो रहेछ क्या। भेटाउँछ। हान्नु हान्नु पेल्नु अलिक माथि राखेर पेल्नु। ल ल अलिक बल। ए
ल ल चित्र दाइ अब बज्दैन के हो हराउनु पनि लाइट पनि बल्न छोडे जस्तो छ बढाउनु न होइन त्यो तानेको मात्रै होला अहिले छोड्छ होला अब यहाँ चित्र दाइ चाहिँ अब बुढाम कुदाउँदा स्लो कुदाउँछ अघि अघि पनि तान्दैन गाँठै त्यो पर पक्कै तान्दैन यस्तो ताल्दै चलाए तान्दैन त्यो पर